सो हेलो एभ्रिवान, आज चाहिँ हामी पिके जाँदैछौँ। पिके जाने हाम्रो टोली यतापट्टि रेडी छन् सबैजना। माथि हाम्रो ग्याङहरू एकदम तयारीमा छन्। हामी चाहिँ यो श्रेष्ठ मेडिकलबाट अगाडि बढ्दैछौँ। हामी सबैजना यहाँ रेडी भइसकेका छौँ र हाम्रो यहाँ निर सर हुनुहुन्छ। हाम्रो यहाँ राइडरहरू सबै तयारी छन्। अब यहाँबाट देख्न सक्नुहुन्छ हाम्रो राइडर रियाज, नमस्ते। त्यसपछि हाम्रो राइडर जुनु, अनि त्यसपछि हाम्रो सरिमना म्याम हुनुहुन्छ यहाँनिर। त्यसपछि हाम्रो एकदमै एनर्जेटिक मान्छे, एकदमै डेन्जर खतरा, यहाँको सबै बाइक एकैचोटि चढ्नु हुने निर सर हुनुहुन्छ। हाम्रो अवन्तिका म्याम हुनुहुन्छ, उहाँ हुनुहुन्छ दार्जिलिङ सिक्किमबाट। अनि यो हाम्रो बाइकहरू रेडी छन्। यो अगाडिको मेरो भ्याल्यु, यो सबै हाम्रो टोली हो। ल अब चाहिँ हामी अगाडि बढ्न चाहन्छौँ, हेर्दै गर्नु होला। ल जाउँ है त। लु न हौ, लु देख्यौ नि हजुर न बाबुहरू कसरी आइरहेको छन्। बाबुहरू कसरी आइरहेको छन्। लु न, लु लु न। पार्ने लानु कुन चाहिँ हो। गाडी आए पछाडि एउटा बाबा ओइ के गर्छ यो मान्छेहरू, सातै पुत्लै उडाइदिन्छन्।
फाइनल्ली हामी ठाडे बजार आइपुगेका छौँ। किटो त रन्केर क्या पुरा आगो भएर पिच र 1300 भएको अनि के छोड्थ्यो केटोले, त्यही भएर रहेछ त अघि किन लड्यो भनेर भनेको त साथी त त्यहाँ पर ट्राफिक पनि छ फेरि। मजा आउँदैछ नि। सो फाइनली हामी चाहिँ यहाँ धापमा आइपुगेका छौँ। यहाँनिर हाम्रो गाडी बाइक साइक होइन तलबाट आउँदाखेरि बिग्रेको ओरेको छ भने बनाउन मिल्छ हाम्रो बाइकहरू। अर्कोसँगले हाम्रो राइडरहरू अलिक चिसो चिसो रहेछ। अब हामी चाहिँ यहाँनिर अलिकति खाजा खाएर निक्लिनुपर्छ। यहाँबाट यो पत्ताले जाने बाटो छ यताबाट, यहाँबाट चाहिँ यस्तो आएपछि यताबाट कच्ची बाटो सुरु हुन्छ। यहाँबाट आएपछि यो एउटा वर्कसप पछि यहाँबाट सुरु हुन्छ है त। अब हाम्रो यहाँ माग्ने बुढासर हुनुहुन्छ यतापट्टि होइन, हाँस्दै हुनुहुन्छ। हाम्रो यहाँ जुनु म्याम हुनुहुन्छ, यहाँ अवन्तिका म्याम है। अब यहाँ अलिकति रक्सी चाख्नुहुन्छ अरे हाम्रो शर्मिला म्यामले। चाख्नु न, यो बोतलै खानु न, तपाईँ के लिएर आयो कि त भने। ए शर्मिला केही हुँदैन, खानाकै लागि त जन्मेको भन्नुहुन्छ। ओ हो र, ल बधाई छ। ल हाम्रो यहाँ रक्सीवाला आमा हुनुहुन्छ यहाँनिर। लु 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 रिया सर बजाउँ बजाउँ। म डान्स गर्छु नि त। मोमो कस्तो रहेछ? ए हो र? मोमो खाने कार्यक्रम पनि सफल भयो। मिठो भएको। ल अब चाहिँ जानुपर्छ हामी यहाँबाट। मित्रजनहरू, मेरा दोस्तहरू, मौसम यस्तो चिसो ठन्डी छ पुरै होइन। हाम्रो निर सर पुरा झ्याप्प माग्ने बुढाको टोपी लगाएर हिँड्नु भएको छ। यहाँनिर अवन्तिका मिस त्यस्तै, हाम्रो यहाँ रिया सर त्यस्तै पेट्रोल लिएर हिँड्नु भएको छ। त्यसपछि हाम्रो शर्मिला म्याम यतातिर हुनुहुन्छ, त्यसपछि हाम्रो जोरो म्याम हुनुहुन्छ। यो हाम्रो टिमको बाइक एकदम राम्रो छ। यो धाप भन्ने ठाउँ पनि उतापट्टिबाट खुलेर आइरहेको छ। यस्तै हावा चलेर यो सबै खुलेर चाहिँ हिमाल देख्न पाए अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना हो। ल अब हामी लाग्यौँ। होइन यस्तो जति लडायो नि त्यति आफूले थाहा हुन्छ कि ओ यसो चाहिँ गर्नु नहुने रहेछ भनेर। ओह्रालोमा गाह्रो भयो भने एकाल है, ओह्रालोमा गाह्रो भयो भने एकाल है।
सुन्दैन रहेछ क्या बहादुर आइए ल स्कुटर त यस्तो बाटो हिँडिहाल्छ नि के गरेको है उठाऊ ठिक छ उठाऊ कस्तो मजाले माथि गयो क्या ल डाँडा रहेछ नि त ओहो इजी इजी देख्नुभयो त मैले बाटोमा कुदाउनु लाएपछि हेर्नु यस्तोबाट त कटाइरहेको छ खुट्टा नटेक्यो अनि निटरले बरु खुट्टा टेक्यो झन् झन् क्यामेरामैन जल्दी फोकस करो तारिफ गर्यो झन् तारिफ नगर्नु के तारिफ मात्रै गर्दै दियौ यहाँ चाहिँ किन ए यो त साइड चापेर हिँड्ने नि झर्नु अब हाम्रो यात्रा यस्तै हो ब्राइट हुने अब मालिक मालिक वालै मैले भिडियो चाहिँ कतिचोटि भइसक्यो है छोरा ओइ मासु झन्डै गरेनौ ल लुकिङ मासु उडेछ त नि अब त रिया छ त तिम्रो साइडबाट हिँड्ने के नि तपाईँबाट गयो है मान्छे ठिक्क सुस लागेको यार लौ भने के हो यो गर्न खोजेको चाहिँ के हो यो मान्छेले आज अरे मालिक वो थोड़ा सा गलती हो गई नींद लग गई थी मालिक तो गाड़ी पलट गई है रास्ते में थोड़ा सा कस्तो मान्छे छ कस्तो मान्छे छ मान्छे भयो त यस्तो भन्दा कस्तो हुन्छ यार बाटो अगाडि हेर न अनि मलाई हो र के हो तपाईँ ल्याउनु यो बाइक चाहिँ पालै लानुपर्ने अवस्था तीनटा बाइक अझै बाँकी छ निर सरको बाइक लगाउँ एउटा चाबी खोइ त पिके राइट
अँ Here, man. बल्ल होइन मेरो बाइकको पालो ल निस्क्यो फाइनल्ली सबै बाइकहरू ल आदरणीय मेरो राइडर साथी हो अब हामी अगाडि बढ्नुपर्छ ल ल ल ल ल हिँड यो यो वाल के अरे खाल्टो खाल्टोबाट लु 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 क्लच नतान न क्लच न 1 महिना हो गुड 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 हो खाल्टो खाल्टो है छेउना चापा है गुड ल अब त्यहाँबाट अलिकति चिप्लो बाटो नि चलायो है जुनुले अब 6 किलोमिटर भनेपछि माथि गर्नु यहीँ मास्तिर यहाँनिर चाहिँ दुईवटा वे छ एउटा चाहिँ लु म चढु तल वे एउटा एकछिन बस्ने बस्ने हैन झाप्रे होइन मास्तिरै जानुपर्छ बौद्ध दिउँसै छ फोन गर्नुभएको थियो कहाँ जुनु अङ्कलले फोन गर्नुभएको थियो जुनु डक्टरी जति चाहिँ नरिसाउँदो भनेको पख नानी पख अनि हामी त हिँड्दैछौँ भनेको ला कहिले पुग्नु त अब भन्दै हुनुहुन्थ्यो अब फेरि बाइकमा चढ्यौँ भन्छु ल हिँड पुरा अप्ठ्यारो छ कि क्या हो रोक है एकछिन पर्दैन तपाईँ त वेट रुन लाग्यो रुनु झन् मान्छे नरु आम You can do it, man. पेल्नु न कतो तानिदैन जोड्न खोल्नु म चढाउँदै तपाईँ त आयो मैले त ल्याउनु हुँदैन माटो के सिद्धि हो ए तान्नु तान्नु तपाईँ सक्छ क्या के सक्यो सकेन तपाईँले खोज्नु यस्तो हो क्या तपाईँले अलिक जानेन कस्तो तपाईँ उता लिएर आउनु एकछिन पर्खिनु पर्छ यसो गर्नुपर्छ यहाँ पावर पुगेन हो
ओइ भाइ तिमी बख ल एकछिन ल जानु त सक्नुहुन्छ हो चल्नु 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 ओइ ओइ तान्यो तान्यो छन् छन् नहुने रहेछ बिस्तारै गर्नु बिस्तारै बिस्तारै ल ल म खेलिरहेको छु ल खोइ छोड्नु छोड्नु म निकालिदिनु छोड्दैन छोड्दैन म निकालिदिनु छोड्दैन हो सक्नुहुन्छ जानु यहाँबाट है यो बाटो है यो बाटो कमान सक्छ इजी 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 हो इजी गुड नाइस एट wait 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 oh good 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 त्यो मान्छेहरु कता अर्को बाटो गयो क्या हो त्यस्तो चान्सै छैन फर्काएर हुन्छ कराएर हुन्छ तर म कहाँ इजी इजी सकिन्छ बिस्तारै होइन पर्दैन उठाउँछ उसले त्यति त उठाउ उठाउ छोड खुट्टा उचाल पहिला उतापट्टि हो अब त्यहाँबाट पेला त ह्यान्डल अटर हो ह्यान्डल हो भर्दा हिँडेको त आची आइसक्यो अब सरी म्यामको आउनु आउनु चढ्नु मैले भनिरहेको छु त झन् किन चाहिँ अत्तालिएर बटाल्नु क्या नानी अच्छा ठीक है पिकअपले के त लड भन्यो बाइक त ढुट्टै बनाइदियो नि ए गुरुजी
गुरुजी हिँड्नु न छिटो पहिलो प्याग हान्दाखेरि मुखै बिग्रिने दोस्रो गिलास तान्दाखेरि छिटो छिटो होइन न यो चाहिन्छ हौ त्यो चाहिन सक्छ क्या कसैले देख्यो पिकअप मैले जोडी पिकअप देखेँ जोडी पिकअप यहाँ हेर नि जोडी पिकअप जोडी पिकअप निर मुभ त्यही नै उकालो चढेको मेरो कान आस्लो त होइन चिप्ली होइन पल्टिन खोज्यो यो पुरा बटारी त अब खोज्छ 12 पुग्छ रेस उल्टो बटारी छ एक्सिडेन्ट हो र रातो भयो अब बिग्रियो भने के गर्ने भने हेलो गाइज ल हाम्रो पिकेको यात्रा हामी चाहिँ बीच बजार माटोको जङ्गलमा बाइक यता राखेर चाहिँ तपाईँको चिसो छ मस्तसँगले आगो तापेर चाहिँ तपाईँको जाने भयौँ ल है त सो हेलो एभ्रिवान हाम्रो चाहिँ दुधकुण्डको यात्रा यस्तो छ सरी पिकेको यात्रा यो सबै मलाई हो मलाई ल जोस पिके रमाइलो भइरहेको छ चिया खान के लगे जानु अब चाहिँ यो पिकेको हाम्रो आजको मेन खाजा हामीले आज राति 7 बजे मैले चाहिँ क्रेडिट पनि नपाउनु यस्तो रोडमा बसेर खाँदैछौँ यो खाजाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो अवन्तिका गौतम म्यामलाई अनि हामी एकदमै प्रसन्न छौँ यो जुनै हो कि लुकेको नाच्नु नि पर्छ नेपाली काङ्ग्रेसवाला त्यस्तो पनि आएको थियो पेट्रोल लिएर आएको पेट्रोल लिएर झारमा भेट्यो भने बल छ है त्यहाँ टेन्सन लिनु झन् भेटेको यार भाइ अब म त मरे डरले साँच्ची भएन नि पछि मैले आएपछि के उपद्रो गर्न आउँछ मासु किन अत्तालिन्छ आफ्नो बाइकमा आएको म त गएको पनि देखिन यार
म त डर लाग्यो मेरो पनि त पछाडि हेर्छु नि आएको त यहीँबाट गयो अन्त बोल्यो त टायरमै त्यो लागेको ठाउँ बलेको क्या भेट्यो होला आधी त यहाँबाट बोलेको त भेट्यो नि त हुर्रा भेटेको पो हो भेटेको क्या उयो आगोले चाहिँ बलेर खुत्तै फालेको बाइकमा पऱ्यो क्या गयो मान्छे अचम्म अझ झन् घाम लागेको बेलामा त ठुलो दशा कटेल कस्तो ए मलाई त आउँदैन त आजभोलि त त्यो चलाउनु भयो अनि माथिले पुरेर चाहिँ खास कुद्री हालेर कुद्दै अनि त्यही भएको भए सबै हुर्रा बोलिहाल्थ्यो नि होइन बल्दैन हौ अहिलेसम्म त्यहाँ त बोल्ला छु होइन होइन टायरमा चाहिँ सबै होइन हौ बाइकमा चाहिँ बल्दैन चलाउनमा चला भन्दा त्यो माटो हाल्नु पर्थ्यो क्या होइन होइन हतपत यो उसलाई फेरि बालेर माटो हालौँ न होइन माटो हाल भने त मैले कस्तो हुल्ला भएको